सो वेलकम गाइस, के छ तपाईहरुको हाल खबर? सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु गाइस। अब म चाहिँ अब युट्युबमा चाहिँ अलिकति रेगुलर हुन्छु हैन। युट्युबमा चाहिँ अलिकति रेगुलर हुन्छु किनकि अब म चाहिँ खाली बसेको छु, काम पनि छैन। म चाहिँ एकदम अल्छी मान्छे हो। खासै युट्युबमा चाहिँ भिडियोहरु बनाउन मन लाग्दैन। भिडियोहरु बनाए पनि अब एडिटिङहरु गर्न मन लाग्दैन है गाइस। त त्यही हो गाइस। अनि मैले आज चाहिँ केही इन्फर्मेसन लिएर आएको छु। ठ्याक्क मैले ठ्याक्क 2.5 महिना अगाडि चाहिँ मैले ग्रिसको बारेमा गुड न्यूज ल्याएको थिएँ हैन। अब गुड न्यूज ल्याएको थिएँ। अब फेरि अब मैले ब्याड न्यूज दिन गइरहेको छु हैन। अब जति पनि दाइ दिदी भाइहरुले देखिराख्नु भएको छ, तपाईहरुलाई धन्यवाद मेरो भिडियोहरु हेर्नुहुन्छ हैन। त्यही पनि गाइस, आज मैले चाहिँ ब्याड न्यूज लिएर आएको छु। तपाईलाई पक्का पनि थाहा छ होला हैन। अस्ति नै हो यो खबर आएको चाहिँ। मैले चाहिँ खासै भिडियो चाहिँ बनाएको थिएन हैन। त्यही के कारणले चाहिँ मैले भिडियो बनाएको थिएन। सो गाइस, त्यही हो गाइस। अब जति पनि अब 3 साले पेपर छ, 7 साले पेपर सबै यहाँको ग्रिसको नयाँ नियम आएको छ हैन। यो पेपरहरु चाहिँ रद्द भएको छ गाइस। सो यो चाहिँ एकदम ब्याड न्यूज हामी नेपाली दाजुभाइ बहिनीहरुको लागि हैन। किनकि हामी चाहिँ अब 3 साले भनेर बसेको थियौं, नेपाल जान पाइन्छ कि भनेर आशमा बसेको थियौं। त्यो पनि गइसक्यो हैन गाइस। अब यो चाहिँ एकदम नराम्रो भएको छ हामीसँग। के गर्ने अब कसो गर्ने भनेर थाहै छैन कसैलाई पनि। अब धेरै दाइहरु आत्तिनु भएको छ हैन गाइस। अब यो यता जान्छु त्यता जान्छु, तर अब म के भन्छु भन्दाखेरि नआत्तिनु दाइहरु दिदीहरु नआत्तिनु होला है गाइस। किनकि केही न केही त अब उपाय होला नि हैन। तपाईहरु काम गरिराख्नु, केही न केही त होला नि, सायद केही न केही त चेन्ज भएर आउँछ। के थाहा तल उस भएर आउँछ कि कम भएर आउँछ कि भनेर भन्न लाग्यो। ठ्याक्कै अब 2 साल घटेर आउँछ कि के थाहा हैन गाइस। कसको के थाहा होला, के थाहा हुन्छ र गाइस हैन। हामीलाई अब त्यति नआत्तिनु भन्छु हैन गाइस। अब काम गरिराख्नु भएको छ, काम गरिराख्नु। अनि बाटोमा हिँड्दा चाहिँ एकदम सेफ हुनु, किनकि अब एकदमै लास्टै टाइट भइरहेको छ हैन। जति पनि एथेन्समा दिदी दाइहरु हुनुहुन्छ तपाईहरुलाई पक्कै पनि थाहा छ होला कतिको टाइट भइरहेको छ भनेर। बाटैभरि पुलिस है गाइस। त्यही भएर अब सतर्क भएर बस्नु। अब यस्तै छ, अब बन्द भइसक्यो। अब के थाहा अब फेरि त्यसलाई 3 साले घटाएर 2 साले पनि हुन सक्छ। अब तपाईहरु नआत्तिकिन बस्नुस्। काम पाइराख्नु छ भने काम गरिराख्नुस् है गाइस। अब आइल्यान्डको सिजन पनि सुरु हुन लाग्यो। हामीलाई चाहिँ आइल्यान्ड अब लानी भनेर गाइस हामी यति महिना खाली बस्यो कि है गाइस। अब के भन्नु सर, आफ्नो छुट्टै उस छ हैन। अब के भन्नु हैन। अनि गाइस अब मैले भएको चाहिँ कुरा चाहिँ भन्छु हैन। अब तपाईहरु यो एथेन्समा हुनुहुन्छ, इसालोनिकी कतै हुनुहुन्छ भने हैन, तपाई बस र मेट्रो चढ्दाखेरि तपाईहरुले त्यो पञ्चिङ सियर गर्नु है गाइस। तपाई 1 रुपैयाँको लोभको चक्करले हैन, एउटा टिकटको लोभको चक्करले तपाईले 36 रुपैयाँ गुमाउनु पर्छ हैन गाइस। मैले त्यो अब 1 रुपैयाँ अब नेक्स्ट स्टेसनमा अब काम लाग्ला भनेर मैले पञ्चिङ नगरिकन हिँडेको थिएँ। पञ्चिङ नगरिकन हिँड्दाखेरि मलाई झ्याप्पै समातिहाल्यो हैन। ठ्याक्क 36 रुपैयाँको फाइन लाग्यो। अब त्यो 36 रुपैयाँ मैले 10 दिन भित्र तिरेन भने 72 युरो हुन्छ है गाइस। सो गाह्रो छ हौ मलाई त, पैसा नभएकोला यस्तै दशा लागिरहेको छ। ठिक छ अब केही छैन। अब 72 युरो अब कमाएर तिरौँला भनेको, किनकि अब खासै काम पनि छैन। एड्रेसको लागि कुरेर बसेको, आइल्यान्डको लागि सरी। के हुन्छ अब थाहा भएन गाइस। त्यही हो गाइस ब्याड न्युज भनेको। नेपाली दाइहरुलाई अब कसैले त अब फिङ्गर दिइसक्नु भयो। फिङ्गर दिएको मान्छेको त अब खासै गाह्रो भएन। जो अब जुनको चाहिँ अब ठ्याक्कै 3 साल हुन लागिसकेको थियो, अब फिङ्गर दिन्छु भनेर बस्नुभएको थियो, त्यो दाइहरुलाई चाहिँ नराम्रो भयो र नराम्रो लागिरहेको छ मलाई पनि गाइस है। किनकि अब नेपाल जानुभएको छैन, कति भइसक्यो हैन। दाइहरु नेपाल जान्छु भनेर केही हुन्छ भनेर हैन। TRC 3 साले पेपर होला, त्यो भएपछि नेपाल जान्छु भनेर बस्नुभएको आशमा दाइहरु हैन, दाइ दिदीहरु भाइहरु यस्तै भयो। अब केही छैन, अब नआत्तिनु होला। अब काम गरिराख्नु गाइस हैन। अनि त्यही भन्न चाहन्छु कि अहिले चाहिँ एकदमै यो युरोपको जति पनि कन्ट्रीहरु छ नि सबै एकदम टाइट भएको छैन। किनकि युरोपमा धेरै जस्तो अप्रवासीहरु बसेर अब लुट्ने, अब तपाईहरुलाई इजिप्सियनहरु थाहा होला है। अब भन्न त नहुने हैन, त्यो एकदमै डेन्जर हुन्छ कि यहाँको मान्छेहरु कालेहरु भयो। अब त्यस्तो मैले भन्न खोजेको हैन। अब तपाईले बुझ्नु है। त्यस्तोहरुलाई त्यो चाहिँ अप्रवासी हुँदो रहेछ यहाँ देशमा हैन। अनि त्योहरुले चाहिँ एकदमै लुट्ने तकेटी गर्ने त्यस्तो खालीको रहेछ कि। सो त्यही भएर गाइस अब सेफ भएर हिँड्नु हैन। एकदम टाइट भइरहेको छ, बाटोमा पुलिस हिँडिरहेको छ। ग्रुपमा नहिँड्नु होला, 2-3 जना मिलेर चाहिँ हिँड्नु होला है गाइस। ग्रुपमा चाहिँ नहिँड्नु होला, किनकि ग्रुपमा हिँड्दा
भन्दाखेरि शङ्का गर्दो रहेछ होइन, शङ्का गर्छ अनि आएर झ्याप्प समातेर सोधिहाल्छ। अब व्हाइट कार्ड भएकोलाई पनि अब तपाईँहरू मसँग चाहिँ व्हाइट कार्ड छ, अब पुलिसले केही गर्दैन भने चाहिँ नसोच्नु होला, किनकि मैले यहाँ धेरै बुझ्दाखेरि चाहिँ व्हाइट कार्ड भएको मान्छेलाई पनि अब पुलिसको मुड अनुसार हुन्छ होइन। अब पुलिस अब कुनै बेला एकदम एङ्ग्री भएको हुन्छ नि, रिसाइरहेको हुन्छ, त्यति बेला तपाईँलाई फेला पऱ्यो भने तपाईँको व्हाइट कार्ड सबै च्यातेर फालिदिन्छ अरे। अब त्योहरूको त के लाग्छ र होइन, हाम्रै जान्छ। त्यही भएर एकदम उस भएर हिँड्नु होला, अब सतर्क भएर हिँड्नु होला। व्हाइट कार्ड छ भन्दैमा अब पुरा चलपल दिएर चाहिँ हिँड्नु भएन। त्यही गाइस बी सेफ। अब मलाई चाहिँ एकदम नराम्रो लागिरहेको छ, किनकि अब मैले ठ्याक्क 2 महिना अगाडि चाहिँ मैले गुड न्युज लिएर आएको थिएँ। अब फेरि कसैको आँखा लाग्यो के भयो होइन, यहाँको सरकार चेन्ज भएछ। अब त्यो पनि जुन आशमा थिए बसेका थियो 3 साले पेपर भनेर त्यो पनि गयो है गाइस। राम्रो लागेन तपाईँहरूलाई थाहै छ होला यो भनिसक्ने कुरा होइन, किनकि यो 1 हप्ता अगाडिको हो कि मैले भिडियो बनाएर हालेन त। अरू युट्युबर पनि हुनुहुन्छ होइन, त्यो दाइहरूले हाल्नुभयो होला, मैले चाहिँ हालेको थिएन। त्यही पनि अब मैले पनि हालिदिउँ न भनेर हालिदिएको, किनकि मेरो सब्सक्राइबरलाई पनि जानुस् न है गाइस। त्यही भएर अब म चाहिँ युट्युबमा एक्टिभ हुन्छु होइन। अब युट्युबमा एक्टिभ हुँदाखेरि अब काम कसरी खोज्ने, मैले जति पनि भएको कुरा म सबै भनिदिन्छु तपाईँहरूलाई। भोलि पर्सि आएर यहाँ चाहिँ एकदम सहयोग होस्, एकदम हेल्प होस् भनेर म सबै हालिदिन्छु। तपाईँहरूले चाहिँ मलाई अब केही गर्नु पर्दैन, मेरो पुरै भिडियो हेर्नु, लाइक शेयर सब्सक्राइब हाल्नु, त्यति हो। किनकि अब मैले जस्तो दुःख पाएँ नि त्यस्तै अब अरूले पनि नपाओस् भनेर मैले चाहिँ भिडियो हालिदिने छु होइन। त्यही हो, तपाईँहरूलाई मनपर्छ भने लाइक शेयर सब्सक्राइब गरिदिनु, त्यति हो। अब ठिक छ, केही छैन। अब म भिडियो राम्रो लागेन, ठिक छ, ओके, नो प्रब्लम। त्यही हो गाइस, सेफ भएर बस्नु, काम गरिराख्नु होइन, नेपाल पैसा पठाइराख्नु, काम गर्नु, दुःख सुख अब आइयो गाइस, हुन्छ केही हुन्छ भनेर आइयो गाइस। यहाँ दुःख रहेछ ग्रिसमा, ओके, नो प्रब्लम, आइसक्यो। अब काम गर्ने, ओके, काम गर्ने। अब ठिक छ, ओके, ल गाइस, ठिक छ। अब म पनि छुट्टै छु, अब नेक्स्ट भिडियोमा भेटौँ ल, ओके, बाई।